हुन्छ। सबैजनालाई नमस्कार र दादालाई, अभिषेक साथीलाई, दिदीलाई म भन्न चाहन्छु, यो चाहिँ हाम्रो चाहिँ एउटा लालीगुराँस संस्था छ र लालीगुराँस संस्थामा चाहिँ नेपालीहरू खालि छैन, मुस्लिम, बिहारी होइन, बङ्गाली सबै जाति छ। कतिपल्ट हाम्रो नेपाली सोच चाहिँ कस्तो हुन्छ भन्दाखेरि हाम्रो जग्गामा बिहारी बङ्गालीलाई आउनै दिनु हुँदैन भन्ने खालको मेन्टालिटी पनि हुन्छ हाम्रो। कतिपल्ट पास्ट हिस्ट्रीमा कुरा पनि त्यस्तो भएकै हो। तर आज बिहारी बङ्गाली हाम्रो क्षेत्रको लागि लालीगुराँस संस्थाबाट रिलिफ फन्ड निकालेको थियो। त्यो फन्ड चाहिँ हामीले आज तुङसुङ बासिन्दा खालि नभएर मिरिक, रिङटङ, मार्गसप सबै जग्गामा हामीले बाँडिरहेको छौँ। र एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ आज जता जता पहिरो गएको छ त्यो ठाउँमा चाहिँ आज गभर्मेन्ट आउनुपर्ने, सरकार आउनुपर्ने, प्रशासन आउनुपर्ने, तर सबै ठाउँतिर गभर्मेन्ट पुग्न सक्दैन। अझ महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि जब यो तपाईँको नर्थ बेङ्गलभरि 30% जमिनको जुन चाहिँ टुरिज्म बनाउने प्लानिङ भएको थियो, आज गभर्मेन्टलाई 30% नर्थ बेङ्गलभरि 30% जमिन टुरिज्म बनाउने पैसा छ भने आज पहिरो पीडितहरूलाई ठाउँ ठाउँमा गएर पैसा दिने किन सकेको छैन, त्यो एउटा ठुलो प्रश्न छ है। अनि त्यो चाहिँ हामी जस्तो युवाहरू मिलेर, त्यो युवामा सबै स्टुडेन्ट छ, कोही बाइक राइडरहरूले हामीले सहयोग गरेको छ, हामी जस्तो युवाहरू मिलेर 20 रुपियाँ, 25 रुपियाँ, 100 रुपियाँ मिलेर सहयोग गरेको छौँ। र यो तपाईँहरूलाई ठुलो दिन नसके तापनि तपाईँ घर निर्माणको लागि के सामग्री लिइरहेको छु। र तपाईँले एउटा कुरा चाहिँ सान्त्वना दिन चाहन्छु, तपाईँको हेल्थ स्वास्थ्य त राम्रो छ, चोटपटक लागेन रहेछ, घर त जान्छ आउँछ, र स्वास्थ्य राम्रो छ भने त्यो घर फेरि योभन्दा पनि तपाईँहरूले राम्रो निर्माण गर्न सक्नुहुन्छ भनेर तपाईँलाई सान्त्वना दिन चाहन्छु। र यो 5 केजीको हम्बर, 1.5 केजीको मार्तोल 4टा छ, र यो बेलचा 2टा, यो चाहिँ घर निर्माणको लागि तपाईँको लागि। र लालीगुराँसको सबै साथीहरूलाई पनि तपाईँले दिनुभएको पैसा 1 रुपियाँ घोटाला भएन, ठिक ठाउँमा आइपुगेको छ है भनेर भन्न चाहन्छु। अन्त तपाईँको पक्षबाट के राख्न चाहनुहुन्छ? धन्यवाद खालि भन्नु हुँदैन। धन्यवाद यहाँ सहयोगी हातलाई लालीगुराँस। हजुर लालीगुराँस अब संस्था भनौँ न। हजुर नमस्कार, म जुली खम्बु राई। अब म पनि अहिले फिलहाल जोडिरहेको छु सहयोग भएको थिएन होइन लालीगुराँस संस्थामा। तर दिबाट भन्नु अरे। नमस्कार, म जुली खम्बु राई र लालीगुराँस चाहिँ अब एकदमै राम्रो संस्था हुनुहुन्छ। म चाहिँ अहिले फिलहाल भर्खरै सहयोग भएको थ्रुबाट जोडिरहेको छु। उहाँले चाहिँ एकदमै राम्रो काम गर्नुहुन्छ। अहिले यहाँ जति पनि यो जो 4 तारिक अक्टोबरको अब यो पहिरोको चपेटमा जो पनि आयो उनीहरूको लागि विभिन्न जग्गाहरूमा गएर होइन सहयोग पुर्याइराख्नु भएको छ। साथसाथै अब मेडिकल क्याम्पहरू पनि उनीहरूले एकदमै राम्रो, अस्ति जस्तै हाम्रो 1 नम्बरमा पनि आउनुभयो हो, डक्टरहरू पनि एकदमै राम्रो हुनुहुन्छ। त्यही भएर उनीहरूलाई चाहिँ लालीगुराँसको जति पनि अब मेम्बरहरू हुनुहुन्छ, जति पनि अब कामहरू गर्नुहुँदैछ, उनीहरूलाई चाहिँ मेरो तर्फबाट, हाम्रो सम्पूर्ण है तुङसुङवासीबाट चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु।